कति धेरै 200वटा मगाउनु भएको थियो। सबै ओखरा चाहिँ पानीमा राख्दै रोप्दै गरिराख्नु भएको छ। यहाँबाट हाम्रो गङ्गाले हालिराखेको थिएँ। हाम्रो चाहिँ आज स्याउको बिरुवा रोप्न लागेको। स्याउ र ओखरको उहाँ हुनुहुन्छ मेरो श्रीमानज्यू। ओखर रोप्दै हुनुहुन्छ। ओखरको बेर्ना पकाइराख्नु भएको छ। आज हाम्रो लगभग कति रोप्ने टार्गेट छ अरे तपाईँको? 200। लगभग हामीले 100भन्दा बढी रोपिसकेको छौँ। यतापट्टि चाहिँ हामीले चाहिँ स्याउ यो चाहिँ स्याउ, अनि त्यसपछि हाम्रो चाहिँ यहाँ पनि छ स्याउ। यो स्याउको बेर्ना हो। यो चाहिँ हामीले रोपिसकेको छौँ। स्याउ चाहिँ लगभग सकिसक्यो होइन रोपेर। अब ओखर पनि त्यहाँ हेर्न सक्नुहुन्छ। यो सबै जुन यो देखिरहेको छ यो चाहिँ हामीले भर्खरै ओखर रोपेर सक्यौँ। मेरो बुढाले ओखरको बोट यतादेखि उता उतादेखि यता गराउँदै हुनुहुन्छ र रोप्नको लागि हामी रेडी छौँ। ओके ल बाई त आजको लागि यति नै। ओखर स्याउ हाम्रो स्याउ हो। हामीले स्याउ र ओखरको बिरुवा रोप्दैछौँ। स्याउ चाहिँ हाम्रो धेरै छैन। यो 200वटा बोट मगाउनु थियो। यो बोट चाहिँ जुम्लाबाट यहाँको साथीले पठाइदिनु भएको। पठाउनुभन्दा पनि यहीँसम्म लिएर आइदिनु भयो होइन। छोड्न हाम्रो हात त यस्तो भइसक्यो। हात यस्तो भइसकेको छ। खाल्टोहरू चाहिँ पहिले नै रेडी बनाइसक्नु भएको थियो खनेर। अनि त्यसमा चाहिँ मलहरू पनि सबै हालिसक्नु भएको थियो। अनि त्यही भएर एकैचोटि चाहिँ सजिलो हुन्छ भनेर ओखरको बेर्ना आउने बित्तिकै ल्याएर रोप्न सजिलो हुन्छ भनेर पहिले नै रेडी सेडी पारिसक्नु भएको थियो। र अहिले चाहिँ सजिलै भएको छ। सजिलो भन्दा पनि के सजिलो भन्नु होइन, गाह्रै छ रोप्नलाई चाहिँ। मैले बोलेको देखेर मेरो बुढो यहाँ मुचुमुचु हाँसिराख्नु भएको छ। यहाँ हुन्छ हाम्रो जतिन राई। अनि यहाँको पनि च्यानल छ र हजुरहरूले सब्सक्राइब गरिदिनु होला। JR848 वाला छ यहाँको चाहिँ च्यानलको नाम। हस् त धन्यवाद। यता हेर्नु न के भन्नु छ हजुरलाई। के भन्नु छ हजुरलाई यहाँ थाकेर? तपाईले जे भन्नु भएको थियो त्यस्तो नभनिदिनु न। भोक लागिसक्यो। गङ्गा कोल हजुरलाई कस्तो लागिरहेको छ? रमाइलो मात्रै लागिरहेको छ। रिस उठेछ नि? रिस पनि उठेछ। रिस उठेछ। के को लागि चाहिँ रिस उठिरहेको छ हजुरलाई?
नाजा गर